यहाँ हामी आफ्नो सिपलाई प्रयोग गरेर तुरन्तै पैसा कसरी कमाउन सकिन्छ भनेर हेर्नेछौँ। धन निर्माणको यात्रा सुरु गर्नको लागि यो सबैभन्दा सजिलो र पहिलो खुड्किलो हो। पहिलो स्रोत हो साइड हसल, अर्थात् आफ्नो मुख्य जागिर बाहेक गरिने काम, जस्तै कि ग्राफिक्स डिजाइन, कोडिङ वा भिडियो सम्पादन। एकपटक सोचौँ त, हामीसँग त्यस्तो कुन सिप छ जसले अतिरिक्त आय दिन सक्छ? एउटा कुरा के याद राख्नुपर्छ भने साँच्चै धनी मानिसहरू कहिले पनि एउटै आम्दानीको स्रोतमा मात्रै भर पर्दैनन्। अब दोस्रो स्रोतमा जाउँ, फ्रिलान्सिङ। अपवर्क र फाइबर जस्ता प्लेटफर्महरूले हामीलाई आफ्नो सिप विश्व बजारमा बेच्ने गजबको मौका दिन्छन्, जहाँ अन्तर्राष्ट्रिय ग्राहकहरूबाट आम्दानी गर्न सकिन्छ। नबिर्स्यौं, आजको डिजिटल दुनियाँमा सिप नै सबैभन्दा ठूलो सम्पत्ति हो। यसको सबैभन्दा शक्तिशाली पक्ष के हो थाहा छ? यो त उही सिपलाई 10 गुणा बढी मूल्यमा बेच्ने तरिका हो। यसले हाम्रो सिपलाई स्थानीय बजारको सीमितताबाट बाहिर निकालेर विश्वव्यापी मूल्य दिलाउँछ। अनि तेस्रो र सायद सक्रिय आम्दानीको सबैभन्दा महत्त्वपूर्ण स्रोत त्यो हो आफैमा लगानी गर्नु, अर्थात् नयाँ सिपहरू सिक्नु। यो नै आम्दानीको सबैभन्दा ठूलो र कहिल्यै नसुक्ने स्रोत हो, किनकि जति धेरै सिप त्यति नै धेरै अवसरका ढोकाहरू खुल्छन्। यसलाई सिधा भाषामा भन्नुपर्दा सिप भनेको पैसा छाप्ने मसिन हो। यसमा गरेको एक पटकको लगानीले जीवनभरि प्रतिफल दिइरहन्छ। दिगो धन निर्माणको जग नै यही हो। चौथो स्रोत हो लाभांश, अर्थात् डिभिडेन्ड इन्कम। सोच्नुहोस् त, बजार तलमाथि जस्तो सुकै होस्, हरेक महिना वा हरेक 3 महिनामा एउटा निश्चित आम्दानी आइरहोस्, कस्तो होला? स्टक मार्केटबाट पाइने लाभांशले यही गर्छ। त्यसैले चलाक लगानीकर्ताहरू सधैँ लाभांश दिने कम्पनीहरूलाई पहिलो प्राथमिकतामा राख्छन्। पाँचौं स्रोत हो पुँजीवृद्धि, अर्थात् क्यापिटल एप्रिसिएसन। यसको अवधारणा एकदमै सरल छ। स्टक, जग्गा वा सुन जस्ता सम्पत्तिहरू किन्ने जसको मूल्य समयसँगै बढ्दै जान्छ। याद राखौं, धनीहरू पैसा मात्र कमाउँदैनन्, उनीहरू पैसालाई बढाउँछन्। सम्पत्ति निर्माणको मूल मन्त्र एकदमै सरल छ, जुन यो चित्रले देखाउँछ। कुनै पनि सम्पत्तिलाई त्यसको मूल्य कम हुँदा किन्ने र धैर्य गरेर त्यसको मूल्य बढ्न दिने। आज किन्दा सस्तो, भोलि बेच्दा महँगो, यही नै हो खेल। अब छैटौं स्रोत, भाडाबाट हुने आम्दानी। यसलाई आर्थिक स्थिरताको मेरुदण्ड नै मानिन्छ। चाहे त्यो घर भाडा होस्, एयरबिएनबीबाट आउने पैसा होस् वा कुनै पसलको सटर, यसले एक भरपर्दो मासिक नगद प्रवाह सृजना गर्छ, जसले अरू लगानीका लागि आधार तयार पार्छ। यहाँ दुईवटा बाटो छन्। एउटा बाटो दिनरात खटेर पैसाको लागि आफ्नो समय बेच्ने, र अर्को बाटो एकपटक एउटा सिस्टम बनाएर त्यही सिस्टमलाई आफ्नो लागि काममा लगाउने। धनी मानिसहरू समय होइन, सिस्टम बेच्छन्। सातौं स्रोत हो रोयल्टी र फ्रेन्चाइजिङ। यो भनेको चाहिँ स्मार्ट तरिकाले काम गर्नु हो। पहिलेदेखिलाई चलिरहेको सफल सिस्टमको फाइदा उठाउने, चाहे त्यो कुनै किताब वा सङ्गीतबाट आउने रोयल्टी होस् वा कुनै स्थापित ब्रान्डको फ्रेन्चाइज। दुवैमा जोखिम कम र आम्दानी बलियो हुने सम्भावना हुन्छ। अब आउँछ आठौं र निकै शक्तिशाली स्रोत, डिजिटल प्रोडक्ट्स। यसको जादु के हो थाहा छ? काम एकपटक गर्ने, कमाई जीवनभरि। एउटा इबुक वा अनलाइन कोर्स एकपटक बनाउने र त्यसलाई सयौं हजारौं पटक बेचिरहने। यो त निष्क्रिय आम्दानीको सबैभन्दा उत्कृष्ट उदाहरण हो। अनि नवौं, एफिलिएट मार्केटिङ। यसमा अरू कसैको उत्पादनलाई प्रवर्धन गरेर कमिसन कमाइन्छ। यसको सबैभन्दा राम्रो कुरा के हो? न त उत्पादन बनाउने झन्झट, न त स्टक राख्ने, न गोदामको टेन्सन। र अन्तमा हाम्रो 10औं र सायद आजको युगको सबैभन्दा शक्तिशाली स्रोत, पर्सनल ब्रान्ड। आजको जमानामा फेसबुक, युट्युब वा टिकटकमा एउटा बलियो व्यक्तिगत ब्रान्ड बनाउनु भनेको आम्दानीका अनेकौं ढोकाहरू एकैपटक खोल्नु हो। प्रायोजन, विज्ञापन, साझेदारी अनि आफ्नै डिजिटल उत्पादनहरू सबैतिरबाट। ल, हामीले 10वटा छुट्टा-छुट्टै आम्दानीका स्रोतहरू त हेर्यौं, तर अब सबैभन्दा ठूलो प्रश्न, यी सबै कुरा जानेर के गर्ने? बलियो आर्थिक जग बनाउनको लागि पहिलो कदम के हुनुपर्छ त? यो कुरा बुझ्नको लागि एउटा सानो उदाहरण हेर्यौं है। सोच्नुस् त, एउटा मात्र जागिरमा भर पर्नु भनेको एउटै खुट्टामा अडिएको घर जस्तै हो। सानो हावाहुरीले पनि ढल्न सक्छ। तर धेरै आम्दानीका स्रोतहरू हुनु भनेको धेरै खम्बाहरूले अडियाएको बलियो भवन जस्तै हो, जहाँ एउटा खम्बा कमजोर भए पनि अरूले थामिरहन्छन्।
ओके, यति धेरै कुरा थाहा पाएपछि मनमा एउटै प्रश्न आउँछ होला, अब सुरु चाहिँ कहाँबाट गर्ने त? यो प्रश्नले नै हामीलाई सिकाइबाट वास्तविक कार्यतिर डोर्याउँछ। यसको जवाफ एकदमै सरल छ, धेरै सोच्नु पर्दैन। आजै यी 10 मध्ये आफूलाई सबैभन्दा सजिलो लाग्ने कुनै 1 वा 2वटा स्रोतमा काम सुरु गर्ने अठोट गरौँ। किनकि धन रातारात बन्दैन, तर यात्राको सुरुवात त आजै गर्नुपर्छ। र जाँदा जाँदै एउटा कुरा मनमा राखौँ है, धनी बन्नु एउटा लक्ष्य हुन सक्छ, तर धनी भइरहनु, त्यो दिगोपनलाई सधैँ कायम राख्नु, त्यो नै यो यात्राको वास्तविक कला हो। र यो कला धेरै आम्दानीका स्रोतहरू निर्माण गरेर मात्रै सम्भव हुन्छ।